श्रम संस्कृति पार्टीका अध्यक्ष एवं माननीय हर्कराज राईले दार्चुला जिल्लाको ब्यास गाउँपालिका 2 नम्बर वडा अन्तर्गत पर्ने दुम्लिङको घट्टे खोलाको पुल निर्माण गर्ने जुन महान अभियान सामाजिक सञ्जाल मार्फत बताउनु भएको छ, यो स्वागत योग्य छ। अनि यसै सन्दर्भमा जुन उहाँले प्रशंसा पाइरहनु भएको छ, यो पनि स्वागत योग्य छ। यसलाई पनि सहर्ष स्वीकार्नुपर्छ। तर केही दिन अगाडि एउटा टेलिभिजन कार्यक्रममा त्यही क्षेत्रका पटक पटक सांसद र मन्त्री बनेका गणेश सिंह ठकुन्नाको एउटा अन्तर्वार्ता हेरेँ। यसमा जुन प्रमाण पेश गर्नुभएको छ, यो यदि सत्य हो भने 100 मिटरकै आसपासमा झोलुङ्गे पुलको आवश्यकता हुने यो कार्य चाहिँ हर्कराज साम्पाङले रोक्नुपर्छ, अध्ययन गर्नुहोला। 100 मिटर भन्नुभएको छ उहाँले। यो एकचोटि अन्तर्वार्ता हेरौँ। अहिले निर्माण भइरहेको ठाउँमा टुइन छैन। यो एकदम 1, 2, 3। म त्यहाँको सांसद हो। अहिले जहाँ उहाँले बनाइरहनु भएको छ त्यहाँ टुइन छैन, त्यहाँ चाहिँ काठे पुल हो। हजुर, त्यो काठे पुलको सट्टा उनले पुल बनाइरहेछन्। तर फेरि पनि त्यसको नजिकै तपाईँको दुम्लिङमै पुल छ। यो तपाईँले यो आउँछ कि आउँदैन कहाँबाट हेर्नु, यो पुल यो ओके, यो 100 मिटरको आसपासमा पुल छ, झोलुङ्गे पुल। क्यामेराले देख्न मिल्छ, देखिरहेछ होइन? हजुर, यो पुल दुनियाँले देखोस्। हजुर, यो पुलको दुम्लिङकै 100 मिटर आसपासमा, त्यही आसपासमा उनले बनाइरहेको 100 मिटर आसपासमा त्यही खोलाको पुल हो। यदि सत्य हो भने 100 मिटरकै आसपासमा झोलुङ्गे पुलको आवश्यकता हुने यो कार्य चाहिँ हर्कराज साम्पाङले रोक्नुपर्छ, अध्ययन गर्नुहोला। 100 मिटर भन्नुभएको छ उहाँले।